धन्यवाद। सबभन्दा पहिला गैर आवासीय नेपाली सङ्घको एकता अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सम्पूर्ण प्रतिनिधिहरूलाई हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु। अहिले यो एकता अधिवेशन हाई लेभल कमिटीको नेतृत्व गर्ने र यो कार्यक्रमका पनि अध्यक्ष एनआरएनएका पनि पूर्व अध्यक्ष शेष घलेज्यू, सबै पूर्व अध्यक्षज्यूहरू, नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठ र सबै पदाधिकारीहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, फेरि पनि नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरूलाई म मेरो तर्फबाट हार्दिक बधाई र कार्यकालको पूर्ण सफलताको लागि शुभकामना भन्न चाहन्छु। हामी सबैको निम्ति एउटा निकै चासो र चिन्ताको विषय थियो, के हुने हो एनआरएनएको भविष्य, किनकि एउटा निकै ठुलो उद्देश्य राखेर यो संस्थाको स्थापना भएको थियो र सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध गर्ने, राष्ट्रिय भावना जागृत गर्ने मात्रै होइन, नेपालको आर्थिक विकास प्रयासमा एउटा ठुलो नेटवर्क मार्फत तपाईहरुले गर्न सक्ने सहयोगलाई केन्द्रित गर्ने उद्देश्य पनि थियो र नेपालको, नेपालका राजनीतिक दलको, नेपाल सरकारको, नेपालको नागरिक समाज सबैको पनि तपाईहरुप्रति निकै रुचि, अभिरुचि र चासो थियो। तर बीचमा यसमा विभाजनका संकेतहरू जो देखा पर्दै गए त्यो हामी सबैको निम्ति चिन्ताको विषय थियो। त्यसले हामीले अहिले अगाडि बढाउँदै गरेका विकास प्रयासहरूमा धक्का लाग्ने हो कि भन्ने चिन्ता पनि थियो। र मैले आफू प्रधानमन्त्रीको हैसियतमा हुँदा या नहुँदा पनि मैले एनआरएनएको एकताको निम्ति लगातार प्रयास गरेको कुरा यहाँहरू सबै पदाधिकारी, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू र अहिलेका पदाधिकारीलाई पनि राम्रोसँग थाहा छ। म कुलजीलाई धन्यवाद भन्न चाहन्छु, तपाईले इमानदारीका साथ भनिदिनु भएको छ। मैले प्रधानमन्त्रीको रूपमा पनि त्यति बेला 3 वटा अध्यक्षलाई सँगै राखेर हस्ताक्षर पनि गराए। आखिर यो संस्थालाई एकताबद्ध गरेर मात्रै हाम्रो उद्देश्यमा हामी सफल हुन सकिन्छ भन्ने कुरामा निकै जोड गरियो। मैले प्रधानमन्त्री हुनु अगाडि पनि बधाई दिने अवसर पाएको थिएँ। मैले खुमलटारको मेरो रेजिडेन्समा पनि र प्रधानमन्त्री भएपछि सहमतिको लागि निकै ठुलो मेहनतपछि हस्ताक्षर पनि भएको थियो। त्यसकारण हामी सबैको निम्ति पनि तपाईहरुको एकता धेरै चासोको विषय छ, चिन्ताको विषय पनि छ। आज जे भए पनि सर्वोच्च अदालतको आदेश अनुसार शेष घलेजीले नेतृत्व गरेर यो अधिवेशनलाई एकता अधिवेशनको रूपमा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। म शेषजीलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। अर्को खुसीको कुरा के हो भने तपाईहरुले नेतृत्व चयन गर्ने बेलामा विवाद भएर फेरि झमेला हुने हो कि भन्ने चिन्ता पनि हामीलाई थियो। मलाई अलि बढी हुने गर्थ्यो, अरू साथीहरूलाई पनि थियो। तर अन्तिम समयमा आएर तपाईहरुले प्रमुख पदहरूलाई सर्वसम्मत रूपले टुङ्ग्याउनु भयो, त्यसको लागि पनि सबैलाई धन्यवाद भन्न चाहन्छु। यसमा भूमिका खेल्ने र निर्वाचन कमिटीमा पनि म जसले भूमिका खेल्नुभयो उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। मलाई अहिले समयको असाध्यै बढी दबाव परेको छ। एउटा हाई लेभल एपोइन्टमेन्ट मेरो 5 बजे थियो, मैले अनुरोध गरेर आधी घण्टा सारेको 5:15 भइ नै सक्यो। त्यहाँ मैले धेरै कुरा भन्न अहिले सम्भव छैन। हामीले संविधान निर्माणको बेलादेखि नै गैर आवासीय नेपालीहरूको हक र अधिकारको बारेमा राजनीतिक नेतृत्व तहमा गम्भीर बहस सुरु गरेको कुरा यहाँहरूलाई थाहै छ। हामीले संविधानमा सम्भव भएसम्म त्यसलाई सम्बोधन गर्ने कोसिस गर्यौं
र अनि पछि संविधानको मूल मर्म र भावना अनुसार गैर आवासीय नेपालीहरूलाई नागरिकता प्रदान गर्ने प्रयास अगाडि बढायौं र मैले आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकालमा मैले 2 जना पूर्व अध्यक्षहरू कुल आचार्य र बद्री केसी 2 जनालाई मैले नागरिकताको प्रमाणपत्र प्रधानमन्त्रीको हैसियतमा दिए। मेरो लागि पनि त्यो खुशी र गर्वको कुरा हो। सम्पूर्ण गैर आवासीय नेपालीको लागि पनि यो खुशीको कुरा थियो र हो। तर अहिले भर्खरै उहाँले भने जस्तै यो कागज मात्रै भएको छ, यो कामकाजी भएको छैन। पहिला पनि मलाई यो बारे जानकारी छ। त्यसलाई कामकाजी बनाउन सम्पूर्ण प्रयास गरिनेछ, यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु। त्यसैगरी विश्वभरि छरिएर रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नको लागि मैले प्रधानमन्त्रीको हैसियतले एकपटक गैर आवासीय नेपालीहरूका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरे भने अर्को पटक देशभित्रै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको लागि पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरे। आज मलाई खुशी र गर्वको महसुस भएको छ कि झन्डै 120 अरब अहिले त्यसमा जम्मा भइसकेको छ र अब यसको सदुपयोग ठिक ढंगले गर्ने र परिणाममुखी बनाउने जिम्मेवारी नेपाल सरकारको छ, नेपालका राजनीतिक नेतृत्वको छ। यसलाई पनि हामी गम्भीर रूपले लिने नै छौं र मलाई आफू त्यसमा प्रत्यक्ष संलग्न भएर गरिएको कार्य हुनुको नाताले मेरो नैतिक र राजनैतिक जिम्मेवारी पनि छ यसलाई प्रभावकारी र परिणाममुखी बनाउने कुरा। त्यसैगरी मैले विदेशमा रहेका नेपालीहरूका सन्दर्भमा र खास गरी प्रधानमन्त्री भएको बेलामा गोर्खा सेनाको बारेमा पटक पटक ब्रिटिश सरकारसँग कुरा गरेको र अनि गोर्खा सैनिकका प्रतिनिधिहरूसँग पनि कुरा गरेर त्यसलाई समाधान गर्नको लागि निरन्तर प्रयास गरिएको छ र आउने दिनमा पनि त्यो प्रयास जारी रहने विश्वास पनि म यहाँहरूलाई दिलाउन चाहन्छु। अहिले हामी नेपालमा हामीले सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्ने ऐतिहासिक आवश्यकता महसुस गरेका छौं र हामी त्यसको निम्ति प्रयासरत पनि छौं। तपाई एनआरएन एमा संगठित वा असंगठित पनि नेपालीहरू जो विदेशमा रहनु भएको छ, खास गरी एनआरएन को निकै ठूलो तपाईहरुसँग नेटवर्क छ, तपाईहरुसँग अनुभव पनि छ, तपाईहरुसँग रिसोर्स पनि छ। तपाईहरुले मेहनत गर्दा त्यो नेपालको अहिलेको आर्थिक विकासको निम्ति निकै ठूलो सहयोग तपाईहरुबाट पुग्न सक्छ भन्ने हाम्रो विश्वास छ। मैले नेपाल सरकारको तर्फबाट र नेपालको राजनीतिक नेतृत्वको तर्फबाट अधिकतम तपाईहरुको अनुकूल, किनकि नेपालको हित हुने कुरामा पनि हाम्रा कतिपय कानुनहरू, हाम्रा कतिपय सोचहरू अलि संकीर्ण, अलि डगमामा छन्, परम्परावादी छन्। नेपालको हित हुने कुरामा पनि हात ठुकाउन डराउने प्रवृत्ति पनि छ। त्यसलाई सहजीकरण गर्ने जिम्मेवारी पनि राजनीतिक नेतृत्वको छ। मेरो तर्फबाट, मेरो दलको तर्फबाट मैले भोलि नै पनि सदनमा मैले सायद बोल्ने अवसर हुन्छ होला, यी विषयहरू पनि म तपाईहरुको पक्षमा उठाउने छु भन्दै फेरि एकचोटि नवनिर्वाचित महेश श्रेष्ठ लगायत सबैलाई, पदाधिकारीहरूलाई धन्यवाद भन्दै सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा सबै प्रतिनिधिहरूलाई पनि धन्यवाद भन्दै अब समेटिन बाँकी रहेका साथीहरूलाई पनि यो नवनिर्वाचित कमिटीले